यस संसारमा एक साँचो परमेश्वर हुनुहुन्छ भनेर बाइबलले बताउँछ। यो मुकुट परमेश्वरको प्रतिनिधित्व गर्दछ। परमेश्वरले ब्रह्माण्ड र यसमा भएका सबै चिजहरू पृथ्वी र मानवता सहित सृष्टि गर्नुभयो। उहाँसँग मानवता सृजना गर्नुको लागि धेरै राम्रो योजना छ, जुन हाम्रो लागि उहाँसँग सम्बन्ध राख्नको लागि हो। यस सम्बन्धको माध्यमबाट हामी उहाँलाई चिन्न, उहाँलाई प्रेम गर्न र उहाँको महिमा गर्न। तर सुरुदेखि नै मानिसहरूले आफ्नो तरिकाले काम गरेर परमेश्वरलाई इन्कार गरेका छन्। हामी यस संसारमा आफ्नै राजा बन्न चाहन्थ्यौँ, हामीले उहाँलाई अस्वीकार गर्यौँ। त्यसैले हामीले उहाँलाई चिन्दैनौँ, हामी उहाँलाई प्रेम गर्दैनौँ र उहाँको महिमा गर्दैनौँ। हामी परमेश्वरको अवज्ञामा आफ्नै तरिकाले बाँच्न चाहन्छौँ। बाइबलले परमेश्वरप्रतिको विद्रोह अदानलाई पाप भनी उल्लेख गरेको छ। बाइबलले बताउँछ कि पापले हामीलाई परमेश्वरबाट अलग गर्छ, जसले आत्मिकी मृत्युमा पुर्याउँछ, जसको अर्थ उहाँसँग हाम्रो सम्बन्ध छैन। परमेश्वरबाट अलग हुनु भनेको हामी अन्धकारमा बाँच्नु हो। बाइबलले परमेश्वर ज्योति हुनुहुन्छ भनी बताउँछ। बाइबलले परमेश्वर प्रेम हुनुहुन्छ भनी भन्छ। परमेश्वरसँगको सम्बन्ध बिना हामी साँच्चै प्रेम अनुभव गर्न सक्दैन र यसको सत्ता हामी खाली महसुस गर्छौँ। तर हामी पाप र अन्धकारमा हुँदा पनि परमेश्वरले हामीलाई अझै पनि प्रेम गर्नुहुन्छ। त्यसैले परमेश्वरले हाम्रो लागि एउटा अचम्मको योजना तयार गर्नुभयो। उहाँले आफ्नो एकमात्र पुत्र येशूलाई यस संसारमा पठाउनुभयो। येशू हामीभन्दा धेरै फरक हुनुहुन्छ। उहाँले परमेश्वरलाई पूर्ण रूपमा चिन्न सक्नुहुन्छ, परमेश्वरलाई प्रेम गर्नुहुन्छ र परमेश्वरको महिमा गर्छ। उहाँले कहिल्यै आफ्नो बाटो रोज्नु भएन, त्यसैले येशू पापरहित हुनुहुन्छ। उहाँ सिद्ध हुनुहुन्छ। उहाँलाई परमेश्वरको प्रेमको महानता थाहा छ, त्यसैले उहाँले परमेश्वरलाई मात्र प्रेम गर्नुहुन्छ। तर उहाँले तपाईँ र म लगायत सबैलाई प्रेम गर्छ। हामीले परमेश्वरलाई इन्कार गरेको कारणले हामीले येशूलाई क्रुसमा टाग्यौँ। हामीलाई मृत्युबाट बचाउनको लागि यो परमेश्वरको सिद्ध योजना थियो। उहाँले उहाँको पुत्र येशूलाई हाम्रा पापहरूको लागि मर्न दिनुभयो। सुसमाचार यो हो कि 3 दिनपछि बाइबलले येशू मृत्युबाट बौरी उठ्नुभयो भनी रेकर्ड गर्छ। यो घटनापछि 500 भन्दा बढी मानिसहरूले उहाँलाई देखे। उहाँको पुनरुत्थानले हामीलाई देखाउँछ कि उहाँसँग परमेश्वरबाट अधिकार छ। यस अख्तियारद्वारा उहाँले हाम्रा पापहरू क्षमा गर्न सक्नुहुन्छ, परमेश्वरसँगको हाम्रो सम्बन्ध पुनर्स्थापित गर्न सक्नुहुन्छ र हामीलाई अनन्त जीवन दिन सक्नुहुन्छ। अनन्त जीवनको मतलब यो होइन कि हामी शारीरिक रूपमा कहिल्यै मर्ने छैनौँ, तर शारीरिक मृत्युको अनुभव गरे पनि हामीसँग अनन्त जीवन र परमेश्वरसँगको सम्बन्ध छ। जीवनमा 2वटा मात्र बाटो छनौट गर्न सकिन्छ भनेर बाइबलले पनि बताउँछ। पहिलो भनेको हाम्रो आफ्नै मार्गमा जानु हो, जसले पाप, मृत्यु, शून्यतामा र अन्धकारमा पुर्याउँछ। परमेश्वरले हामीलाई अर्को बाटो लिन निम्तो दिनुहुन्छ, जुन उहाँले हाम्रो लागि तयार गर्नुभएको छ। हामीले त्यो कसरी गर्ने? केवल पश्चाताप गरेर, येशूमा भरोसा गरेर, उहाँलाई हाम्रो मुक्तिदाताको रूपमा स्वीकार गरेर र परमेश्वरको मार्ग अनुसरण गरेर। यदि तपाईँ उहाँमा विश्वास गर्न र उहाँमा आज प्रभु भन्न इच्छुक हुनुहुन्छ भने तपाईँले यसरी परमेश्वरसँग प्रार्थना गर्न सक्नुहुन्छ। प्रभु, म विश्वास गर्छु कि तपाईँ यस संसारमा एक मात्र साँचो परमेश्वर हुनुहुन्छ। म स्वीकार गर्दछु कि मैले तपाईँको विरोधमा पाप गरेको छु र गल्ती गरेको छु। म माफी चाहन्छु र म पश्चाताप गर्न चाहन्छु र येशूलाई मेरो मुक्तिदाताको रूपमा ग्रहण गर्न चाहन्छु। येशू, म विश्वास गर्छु कि तपाईँ मेरो लागि क्रुसमा मर्नुभयो र म विश्वास गर्दछु कि तपाईँ 3 दिनपछि फेरि जीवित हुनुहुन्छ र अहिले जीवित हुनुहुन्छ। येशू, म विश्वास गर्छु कि तपाईँले मलाई अनन्त जीवन दिन सक्नुहुन्छ। म तपाईँको क्षमा माग्छु र मेरो मुक्तिदाता र प्रभुको रूपमा मेरो जीवनमा तपाईँको सही स्थान लिन तपाईँलाई आमन्त्रित गर्दछु।